ह्याप्पी लोसर है सबैजनालाई। गुरुङ ह्याप्पी लोसर छ। आज चाहिँ यो हाम्रो यो तमुहरूको ऐतिहासिक पहिचान समुदायहरू चाहिँ हेर्नु होला है। यस्तो चाहिँ पहिला हाम्रो गुरुङको कल्चरभित्र चाहिँ यो सबै पर्छ कि। के गर्नु भन्नुस् त? नाच्ने हो कि गाउने होला हो? आज यस्तो बवाल रमाइलो भइरहेछ है। लो गाइज दिदी के छ? ह्याप्पी लोसर है लोसर। लोसर दिनमा चाहिँ यस्तो रमाइलो भइरहेछ होइन। यहाँ चितवनमा हामी चाहिँ चितवनतिर आज बब्बा रमाइलो भइरहेको अवस्था छ। रमाइलो भइरहेछ चितवनको कस्तो दिए रमाइलो छ होइन। बब्बल छ। अब चाहिँ हामी एकछिनमा खाजा खान जाने हो। हल्का एकछिन प्रोग्राम नै हेऱ्यो। अब एकछिन भिडियो गर्नु छ। कस्तो ठिक छ होइन? ह्याप्पी लोसर भनेर उस गर न दिदी बोल्नु। ह्याप्पी लोसर एभ्री वान है। सबैजना चाहिँ ह्याप्पी लोसर भन्न चाहन्छु। हाम्रो गुरुङहरूको पहाड पर्व सबैजना चाहिँ गुरुङ ड्रेस लगाएर आउनु भएको। यता पनि दिदीहरू गुरुङ ड्रेस लगाएर आउनु भएको छ। कान्छीले नि गुरुङ ड्रेस लगाएको छ। प्रोग्राम हेर्ने हो। भेना मात्रै भएन है। भेना गोर्खा जानु भयो त्यही त। सोमबहादुरको होइन क्याफेटेरियामा चाहिँ हामी चाहिँ अब चट्ट चिया खान जाने हो। जाडो मौसमी जाडो भइरहेछ। टु मच जाडो भइरहेछ। यस्तो जाडो तर कस्तो रमाइलो भइरहेछ होइन। तर जाडो लास्टै सबैजना चाहिँ गुरुङ ड्रेस लगाएर आउनु भएको छ। सो दामी देखिनु भयो सबैजनालाई। कस्तो हेलो सुख शान्तिको कामना गरौँ। आशीर्वाद छरको दिउँ। सुखै खाऊ खुसीले नाचौँ। आऊ सबै लोसारै मनाऊ। हो हो तमु लोसारै मनाऊ। छतैरो चुकोइ गए भविष्य तो तलाई बिद्दी पहिलो चुकोइबु बनिर छिना चदाके तालास्यो नय आशा घुरसिदिमु जगे प्रके बादिलो सिनमु मैना खेगी मलाई कति दुखमु घण्टौं हाये भिरा 2-3 दिन खेर कमै दमैले आता सग्रोसेना विदेशी याबे प्रोसेस लसी बिलो चैया आशा चुनासर पे ममु छाइमौ खेप्री पच्चु लमा कोइबु बिगौ नि सम्पत्ति हौ मेला नि आज गिसा सुइ जगिम बिद्दी
गल्तो मो कोही बुद्धि गल्तो रीति थीति चुंगे में संस्कृति रीति थीति चुंगे में संस्कृति जो गई थिले गई संपत्ति जो गई थिले गई संपत्ति बॉक्सिंग देवरानी की कुटना साले खाने Pemasya chamamu, chamasya lumamu. Oh, pemasya chamamu, chamasya lumamu. Lumasya bhimamu, lumasya bhimamu. Pacha khapre bolla matile, koi budhi rahi hasiri. कोई
पेतालुता र मौलिकता जोकिन्छ त? यो प्रश्न तपाईँ हामी सबैलाई। हजुर, धेरै धेरै धन्यवाद छ यो सुन्दर प्रस्तुतिको लागि। प्रिय साथीहरूलाई विशेष धन्यवाद। र साथै हामी गुरुङहरू संस्कार र संस्कृतिको धनी छौँ, त्यसैले म गुरुङ हुनुमा गर्व गर्छु र सायद हजुरहरू पनि गुरुङ हुनुमा निकै नै गर्व गर्नुहुनेछ। नमस्ते। ल अलि नजिक नजिक आउनुहोस् है, अब नजिक नजिक आउनुहोस्। यो वर्षमा एकचोटि आउने लोसार, वर्षमा एकचोटि आउने यो चाड भोलिबाट पर्सिबाट रमाइलो गर्छु भनेर पनि पाउनुहुन्न। त्यसैले आजको दिन अर्कालाई देखाउलालाई भने पनि हामी रमाइलो गर्नुपर्छ। त्यसैले सबैजना अब नजिक नजिक आउने, नाच्ने होइन त हो। ल विशेष गरी स्टेजमा आसीन सबैजना सम्माननीय आदरणीय आजका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरू सबैजनालाई एकमुष्ट नमन व्यक्त गर्न चाहन्छु। मसँगै पाल्नु हुने लोकप्रिय गायिकाज्यूहरू हाम्रो पृथ्वी गुरुङ दाई, चिजा बहिनी, विमला बहिनी लगायत सबैजनालाई नमन व्यक्त गर्न चाहन्छौँ। र यो चिसो नभनिकन पनि यो साङ्गीतिक प्रस्तुति हेरेर बस्नुहुने तपाईँ सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी सबैजना, सोल्डा सोल्डिनी सबैलाई एकचोटि शिर निहुराएर नमन व्यक्त गर्न चाहन्छु। एकचोटि आशीर्वादको ताली सबैजनाले परर बजाइदिनुहोस् ल। सबैजनाले यो हल चाहिँ नारायण घाटसम्म, यो आवाज चाहिँ नारायण घाटसम्म सुन्न पर्यो है, कमसे कम पारस बसपाकसम्म सुन्न पर्यो है। नमस्ते हजुर। ल बिस्तारै तातिँदैछ है, तातिन्छ। यो चिसोमा यसरी नै हो ज्यान तताउने, यो चिसोमा यसरी नै कराएर नाचेर हाँसेर रमाइलो गरेर नै हो ज्यान तात्ने। झन् एक्लै बस्नुभयो भने, नबुलिकन बस्नुभयो भने तपाईँलाई चिसोले समात्नुहुन्छ। त्यसैले फेरि एकचोटि नमस्ते हजुर। ल विशेष गरी तमिहुला छोस्दी गुरुङ राष्ट्रिय परिषद अनि तमु पेलु सङ्घ चितवन परिवारद्वारा आयोजित यो प्रथम बृहत ऐतिहासिक तमलोसार कार्यक्रम अत्यन्तै खुसी लागेको छ। म धेरै ठाउँमा, देश तथा विदेशमा धेरै ठाउँमा साङ्गीतिक प्रस्तुति जाँदाखेरि कहिले तमु पेलु सङ्घको कार्यक्रममा गए, कहिले तमुयुला छोस्दीको कार्यक्रममा गए, कहिले तमुधीको कार्यक्रममा गए। तर यसरी नै
दुईटा समाज एकै ठाउँमा रहेर यसरी यो ऐतिहासिक कार्यक्रम गर्नुभएकोमा विशेष गरी यो चितवनवासीलाई नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। एकचोटि सबैजनाको नाउँमा एकचोटि जोरदार ताली बजाइदिनु सबैजनाले। ल अब बिस्तारै यो माहौल तातिँदै रमाउँदै जानेछ। मसँगै पाल्नुहुने लोकप्रिय गायक आदरणीय पृथ्वी गुरुङ दाइको विशेष प्रस्तुति रहनेछ। यसै गरी सिजा तामाङ बहिनी हामी गोर्खाको सँगसँगै साङ्गीतिक यात्रामा छौँ। गोर्खाको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर हामी केही बेरमा नचाउनेछौँ। यसै गरी भोइस अफ नेपालमा योभन्दा अघिल्लो सिजनमा जो यहाँले अत्याधिक धेरै माया गरिदिनु भएको कलाकार विमला गुरुङ, हाम्रै गुरुङको चेली विमला गुरुङ पनि हामी सँगै हुनुहुन्छ। विमला गुरुङसँग केही बेरमा केही छिनमा यहाँहरूसँग गलबन्दी चिनो, माया पिरती लगायत हामी डुएट गीत पनि गाउनेछौँ। तपाईँहरू सबैजना नाच्नु होला है। ल यतिखेर एउटा बिस्तारै नाच्न मिल्ने खालको गीत विशेष गरी बुवा आमाहरूले, युवा पुस्ताहरूले भन्दा यो टिनेजले भन्दा बुवा आमाहरूले गाउँघरतिर असाध्यै रुचाइदिनु भएको गीत र मलाई सबिन गुरुङ भनेर केही चिनाएको गीत पनि मेरो आत्मीय फुपू हरिमाया गुरुङ फुपू अनि सीता गुरुङ फुपूसँगको सहकार्य लायो माया आकाशको तारा चाहिँ छुट्यो माया पानीको धारा चाहिँ सबैजनाको लागि अलिकति साउन्ड खोलिदिनुहोस् है। लायो माया होला हेर्नुहोस् त ट्र्याक लायो माया सबिन गुरुङ। ल अलिकति ठुलो गरिदिनुहोस् है। अझै बढाइदिनुहोस् सबैजना। अझै ठुलो अझै थोरै। नजिक आउनुहोस् है, अझै ठुलो दिनुहोस् न मन्टरमा। हे पहिला माया निराशेर लगायो, अहिले माया निराशले सबैजना पहिला माया निराशेर लगायो, अहिले माया निराशले बगायो, लायो माया निराकाशको तारा झै छुट्यो माया निरा पानीको धारा। यताबाट पनि है लायो माया निराकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै छुट्यो माया निरा पानीको धारा। सक्नुहुन्छ भने नाच्नुहोस्, ननाच्ने जतिले कृपया ताली चाहिँ बजाइदिनुहोस् है सबैजनाले हात माथि गरेर। यो म्युजिकको साउन्ड चाहिँ बढाइदिनु भोकल माइक भन्दा पनि। पानी बिना निरामाछी झै हुन्छु सबैजना छलको लाउँदा निराएकालाई रुन्छु म, पानी बिना निरामाछी झै हुन्छु म, लायो माया निराकाशको तारा झै छुट्यो माया निरा पानीको धारा। लायो माया निराकाशको
नाच्यो सँगै नाचौँ आउनुहोस् अगाडि आउनुहोस् ल आउनुहोस् हाम्रो अतिथिहरू सबैजना हाम्रो डाक्टर साहब पनि आउनुहोस् ल सबैजना आउनुहोस् है सै हो गइबा लै हो यो नानीको शिरको फुला जुठो छ कि चोखो छ त्यो फुल लाउने हामीलाई धोको छ त्यो फुल लाउने हामीलाई धोको छ सबैजनालाई शम्बा त्यो फुल लाउने हामीलाई धोको छ त्यो फुल लाउने मलाई धोको छ यो नानीको शिरको फुला चोखो छ कि चोखो छ त्यो फुल लाउने मलाई धोको छ यो फुल लाउने मलाई धोको छ यो नानीको शिरको फुला चोखो छ कि झुठो छ त्यो फुल लाउने मलाई धोको छ त्यो फुल लाउने मलाई धोको छ ह्यान्डसम केटामा के हुन्छ कुन्नी भित्रैदेखि कस्तो भएर आउँछ मलाई लुरे फुच्चे त धेरै छन् पछि लाग्ने तर हाइटी ठिटो नै मनपर्छ मलाई मदहोस हुन्छु म तिमी कति राम्री भन्दै हातमा तानेको मनपर्छ मलाई थ्याङ्क यू सो मच ल धेरै गीतहरू छ मेरो तर यहाँ मलाई हाम्रो आयोजक टिमहरूले चाहिँ धेरै नगाउनु होला 2टा मात्रै गाउनुहोस् भन्नुभएको छ मैले कौडा सालैजो दोरी धेरै गाएको छु गाउन त पछिल्लो समयमा गोर्खाको ढाडैमा हावा छ सबैजना सँगसँगै है गोर्खाको ढाडैमा हावा सररा जता छ निर्माया उतै नजरा ल तपाईहरु भन्नुस् त एकचोटी ल यो गोर्खाको डाँडामै पनि गाउँछु अहिलेलाई चाहिँ सञ्जय गुरुङ दाइ र मैले गाएको नदी भन्दा लामो छ
बस्नुहोस् है ल अब हावा सर ट्याग प्ले गरिदिनुहोस् दिनभरि मेलापात गरेर साँझको समयमा थकान मेट्नको लागि रोदी घरमा बसी कौडा चुड्का नाचेर माया पिरती बसी अन्त्यमा घरबार भएको पनि यस नृत्यमा देख्न पाइन्छ।
नाचौँ लास्ट सोल्टिनीको जाले रुमाल गर्छु भुइँतिर नजर भुइँतिर सोल्टिनीको जाले रुमाल गर्छु भुइँतिर नजर भुइँतिर खतरा सबैजनाले चाहिँ त होइन लसरमा यस्तो रमाइलो गरिदिनु भएको छ सबैजना धन्यवाद
दिदी दिदी ह्याप्पी लोसार ह्याप्पी लोसार दाइ ह्याप्पी लोसार अब लोसार दिएपछि गाउँमा लाग्यो Happy Losaar. Happy Losaar. Hah? Dia pergi.